यो युद्ध जुन हामी लड्छौँ यसमा रगत र शरीरको सहभागिता छैन। जसरी यो संसारमा जब युद्ध हुन्छ त्यसले रगत र शरीरमा सहभागी जनाउँछ, त्यहाँ मानिसको रगत बग्छ, मानिसहरू मर्छन्। तर जुन युद्धको बारेमा पावलले भन्नुहुन्छ यो युद्धमा होला मानिसहरूको रगत बगेको नदेखेला, यो युद्धमा मानिसहरू मरेको हामी शरीरमा नदेखाउला, तर यो युद्ध यति भयानक छ यसले मानिसहरू जिउँदो भए तापनि भित्रभित्र उसलाई मारिरहेको हुन्छ। अनि जब मानिस भित्रबाट मर्छ नि पहिले त्यो मानिस संसारमा जति नै बलियो होस्, ऊ जति नै शक्तिशाली होस्, जब उसको भित्री मनुष्यता मर्छ नि त्यो मानिसले संसारमा कुनै पनि विजय हासिल गर्नु सक्दैन। जब ऊ भित्र हार्छ नि बाहिर उसले जित हासिल गर्नु सक्दैन। परमेश्वरले हामीलाई ठुलो जिम्मेवारी सुम्पिनु भएको छ, हामी मण्डलीलाई, र उहाँ चाहना पनि गर्नुहुन्छ कि हामीले यो अन्धकारको विरोधमा युद्ध लडेर विजय हासिल गरेको। त्यही भएर एउटा वचनले पनि भन्छ परमेश्वरले हामीलाई सधैँ नै ख्रिस्टमा विजयमा डोर्याउनुहुन्छ। यो युद्ध आत्मिक हो अनि यो युद्ध हामी शारीरिक हतियार बोकेर हामी युद्ध लड्न सक्दैनौँ र विजय पनि हामी प्राप्त गर्न सक्दैनौँ। यसको लागि हामीलाई आत्मिक हात हतियारहरू चाहिन्छ। अनि जुन परमेश्वरले हामीलाई आत्मिक संसारमा अवेलेबल गर्नुभएको छ, जसको बारेमा पावलले स्पष्ट रूपमा एफिसीको पत्रमा लेख्नुहुन्छ, देवलासको युक्तिहरूको विरोधमा खडा हुन सक्नलाई परमेश्वरको सबै हात हतियार धारण गर। फेरि एफिसी 6:13 पनि उहाँले लेख्नुहुन्छ, यसकारण परमेश्वरको सारा हात हतियार उठाओ र यसरी खराब दिनको सामना गर्नु सक र सबै काम गरेर खडा हुनु सक्ने हो। यो खराब दिन इभन हामी ख्रिस्टमा आइसकेपछि पनि हामीले सामना गर्नै पर्छ। त्यही भएर यो पत्र उहाँले लेख्दाखेरि ख्रिस्टमा नहुनेहरूको लागि लेख्नु भएको होइन, यो ख्रिस्टमा हुनेहरूको लागि नै लेख्नु भएको। त्यो खराब दिन होला तपाईँले आज देख्नु भएको छैन र तपाईँले सोच्दै हुनुहुन्छ मेरो जीवन त राम्ररी चलिरहेको छ, यो खराब दिन मैले देख्नु पर्दैन। तर तपाईँ र म यो भ्रममा बस्नु हुँदैन कि हाम्रो जीवनमा कहिले पनि खराब दिन आउँदैन भनेर। होला अहिले तपाईँ र मेरो जीवनमा सबै कुरा राम्ररी चलिरहेको छ, हाम्रो परिवार राम्रो छ, हामी स्वस्थतामा जिरहेको छौँ, हाम्रो आर्थिक अवस्था पनि राम्रै छ, हामीले गरेको कामहरूमा पनि हामी उन्नति पाइरहेको छौँ, हाम्रो सम्बन्ध पनि सबै राम्रै छ, हामीलाई अन्याय भएको छैन, हामीलाई धोका भएको छैन र सोचेको कुराहरू पनि हामीले पाइरहेको छौँ। तर यो हुँदैमा हामीले यो चाहिँ भन्नु हुँदैन मेरो जीवनमा सधैँभरि यस्तै दिन चलिरहन्छ भनेर। पावलले यदि खराब दिन नआउने हो भने पवित्र आत्माको प्रकाशमा यो कुरा मण्डलीलाई लेख्नुहुने थिएन के परमेश्वरको सबै हात हतियारलाई उठाओ र खराब दिनलाई सामना गर्नु सक भनेर। हामीले अवश्य नै त्यो खराब दिनलाई सामना गर्नै पर्छ र त्यो दिन कहिले हो हामीलाई थाहा हुँदैन, तर आजको दिन हाम्रो लागि तयारीको दिन हो। यदि तपाईँ र म परमेश्वरको हात हतियारलाई हामी उठाउँछौँ र उहाँको हात हतियारलाई हामी बोकेर हामी सधैँ नै तालिम गरिराख्छौँ भने त्यो खराब दिन हाम्रो लागि दुःखको दिन हुने छैन, त्यो दिन हाम्रो लागि निराशको दिन र हारको दिन हुँदैन, तर बरु त्यो दिन हाम्रो लागि ठुलो विजयको अवसरको दिन हुन्छ। एफिसी 6:14-17 लेखिएको छ, यसकारण आफ्नो कम्मर सत्यले कसेर धार्मिकताको छातीको पाता लगाएर खडा हो र खुट्टामा मिलापको सुसमाचारको जुत्ता लगाओ, साथै विश्वासको ढाल्ला उठाओ जसबाट तिमीहरू दुष्टको सबै अग्निबाणलाई निभाउन सक्नेछौ। मुक्तिको टोप लगाओ र पवित्र आत्माको तरवारलाई ल्याऊ जो चाहिँ परमेश्वरको वचन हो। पावलले यहाँबाट हामीलाई 6वटा हात हतियारको विषयमा भन्दै हुनुहुन्छ र यो 6वटा हात हतियारलाई हामी कसरी धारण गर्छौँ त्यो म आजको भिडियोमा भन्नेछु। पहिलो आत्मिक हात हतियारको रूपमा हामीलाई मिलेको छ त्यो चाहिँ हो द बेल्ट अफ ट्रुथ, सत्यको पेटी। अब यो सत्यको पेटी हामी कसरी लगाउँछौँ? यदि हामीलाई छालाको पेटी लगाउनु भनेको भए सजिलो हुन्थ्यो, किनभने त्यो त हामी देख्न सक्छौँ, त्यसलाई हामी छुन सक्छौँ। तर यहाँ त सत्यको पेटी भनेको छ अनि यो कम्प्लिटली स्पिरिचुअल हो। अब यो पेटी लगाउनुको लागि सबैभन्दा पहिले हामीले यो जान्नुपर्छ सत्य के हो। योहन्ना 17:3 लेखेको छ, अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एक मात्रै सत्य परमेश्वरलाई चिनुन्। हाम्रो अब्बा पिता जो परमेश्वर हुनुहुन्छ उहाँ नै सत्य हुनुहुन्छ। त्यसो भए हामीले
हाम्रो अब्बा पितालाई कति नजिक र घनिष्ठतामा चिन्छौँ त्यो नै हाम्रो लागि आत्माको हतियार सत्यको पेटी बनिदिन्छ। त्यसै गरी योहन्ना 17:17 पनि भन्छ, तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। योहन्ना 14:6 पनि यस्तो लेखिएको छ, येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउनु सक्दैन। प्रभु येशूले यहाँ कति कन्फिडेन्टली भन्दै हुनुहुन्छ, आई एम द ट्रुथ, म नै सत्य हुँ। त्यसो भए तपाईँ र मैले प्रभु येशूलाई कति नजिकबाट चिनेको छ र उहाँलाई हामी कति घनिष्ठतामा चिन्छौँ, यसले यही थाहा हुन्छ कि हामीले आत्मिक संसारमा सत्यताको पेटी हामीले कति कसिरहेको छौँ भनेर। त्यसै गरी योहन्ना 16:13 पनि भन्छ, जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। हाम्रो लागि यो एकदमै खुसीको खबर हो कि हामीभित्र आज पवित्र आत्मा बास गर्नुहुन्छ र उहाँलाई नै सत्यको आत्मा पनि भनिन्छ। त्यसो भए हामीलाई सत्यताको ज्ञानमा बढाउने र सत्यताको मार्गमा डोर्याउने उहाँ बाहेक बेस्ट हाम्रो लागि अरू कोही पनि हुन सक्दैन। हामी जति पवित्र आत्माको सङ्गतिमा हामी हिँड्छौँ, उहाँसँग हाम्रो दिनौँ अन्तर्वार्ता हुन्छ, हामी बोलिरहेछौँ उहाँसँग र उहाँको शिक्षामा हामी हुर्किन्छौँ, त्यति नै हामी सत्यतामा हुर्किन्छौँ र बढ्छौँ र सत्य जानेको कारणले गर्दाखेरि, सत्यमा उभिएको कारणले गर्दाखेरि त्यो हाम्रो आत्मिक संसारमा हाम्रो आत्माको शक्तिशाली कवच सत्यताको पेटी बनिदिन्छ। यो कुरा बिर्सिनु हुँदैन हामीले, हाम्रो शत्रु देवलास त्यसको अर्को नामै झुटको पिता हो। त्यसले विभिन्न झुटहरू लिएर हामीलाई फसाउनु खोज्छ, हामीलाई लडाउनु खोज्छ, हामीलाई हराउनु खोज्छ। तर यदि हामी सत्यमा उभिएको छौँ, हामीलाई सत्यको ज्ञान थाहा छ भने हामी त्यो दिन हार्नु पर्दैन, तर हामी विजय प्राप्त गर्न सक्छौँ। फेरि अर्को आत्मिक हात हतियारको रूपमा हामीलाई परमेश्वरले दिनुभएको छ धार्मिकताको छातीको पाता, द ब्रेस्टप्लेट अफ राइचियसनेस। अब यो धार्मिकताको छातीको पाता हामी कसरी लगाउँछौँ? 2 कोरिन्थी 5:21 लेखिएको छ, किनभने हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर नै पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। रोमी 3:24 पनि भन्छ, परमेश्वरको अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएको छन्। हामीले बुझ्नुपर्छ त्यहाँ दुईवटा धार्मिकता छन्। पहिलो धार्मिकता जुन चाहिँ परमेश्वरले आफ्नो पुत्र येशूद्वारा हामीलाई सित्तैमा दिनुभएको वरदान स्वरूप धार्मिकता हो, र अर्को चाहिँ स्वधार्मिकता जसलाई हामी आफैले नै बनाएको छौँ। तर हाम्रो लागि आत्मिक कवचको रूपमा धार्मिकताको छातीको पाता चाहिँ परमेश्वरले दिनुभएको धार्मिकतामा जब हामी उभिन्छौँ, त्यो विश्वासमा हामी अटल रहन्छौँ र हामी सधैँ नै यही सोचको साथमा हामी जिउँछौँ कि म ख्रीष्टमा परमेश्वरको धार्मिकता बनिसकेको छु। त्यति नै हामी आत्मिक संसारमा युद्धको लागि तयारी हुन्छौँ धार्मिकताको छातीको पाता लगाएर। फिलिप्पी 1:11 पनि यस्तो लेखिएको छ, परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा आउने धार्मिकताको फलले तिमीहरू भरिपूर्ण हौ। धार्मिकताको ज्ञान मात्र होइन, तर यहाँबाट यो पनि हामी पाउँछौँ कि हामी धार्मिकताको फलहरूले भरिपूर्ण हुनुपर्छ। धार्मिकताको फल यसलाई राइचियस लिभिङ भन्छ। जब हामीबाट धार्मिक व्यवहार जन्मिनु थाल्छ, हामीबाट जब धार्मिक सोचहरू बग्नु थाल्छ, हाम्रो मुखबाट जब धार्मिकताको वचन र शब्दहरू निस्किनु थाल्छ, सुन्नेलाई अनुग्रह मिल्ने खालको, यसले थाहा हुन्छ हामी धार्मिकताको फल फलाउँदैछौँ। र अर्को आत्मिक हात हतियारको रूपमा परमेश्वरले हामीलाई दिनुभएको चाहिँ मिलापको सुसमाचारको जुत्ता, जसलाई NLT भर्जनले भन्छ, फर सुज पुट अन द पिस द्याट कम्स फ्रम द गुड न्युज। शान्ति तपाईँ र मेरो जीवनमा नराम्रो खबरहरूबाट आउँदैन। जति तपाईँ नराम्रो, दुष्ट खबर, फोहोरी खबरहरू, नकारात्मक खबरहरू तपाईँले सुन्नुहुन्छ, त्यसले हामीलाई अशान्ति मात्र ल्याउँछ। तर शान्तिको लागि हामीले सधैँ नै असल खबर, शान्तिको खबर, खुसीको खबर सुन्नुपर्छ। तब मात्रै हामीले शान्ति पाउँछौँ र त्यो हाम्रो लागि आत्मिक संसारमा मिलापको सुसमाचारको जुत्ता बनिदिन्छ अथवा शान्तिको जुत्ता। अब हाम्रो लागि बाइबलमा मजाले हेऱ्यो भने दुईवटा मात्रै हामीले गुड न्युज पाउँछौँ।
पहिलो जुन चाहिँ प्रभु येशू आफैले नै प्रचार गर्नुभयो, जसलाई हामी भन्छौँ परमेश्वरको राज्यको सुसमाचार। त्यसै गरी प्रेरित पावलले प्रचार गर्नुभएको छ अर्को सुसमाचार, त्यसलाई भनिन्छ अनुग्रहको सुसमाचार। र जति तपाईँ र म यो दुईवटा सुसमाचार सुनेर हामी हिँड्छौँ र बढी हामी यो सुसमाचारमा मात्रै बढी ध्यान दिन्छौँ भने तब हामीमा शान्ति आइरहेको हुन्छ। लुका 4:43 लेखिएको छ, तब उहाँले तिनीहरूलाई भन्नुभयो, मैले परमेश्वरको राज्यको सुसमाचार अरू सहरमा पनि सुनाउनै पर्छ, किनभने म यसैको निम्ति पठाइएको हुँ। प्रभु येशूले यहाँबाट उहाँले आफ्नो उद्देश्य भन्दै हुनुहुन्छ, म यो पृथ्वीमा आउनुको कारणै हो एउटा परमेश्वरको राज्यको सुसमाचार सुनाऊ भनेर। त्यसो भए हाम्रो लागि परमेश्वरको राज्य सुसन्देश हो, सुसमाचार हो। त्यसो भए जति हामी परमेश्वरको राज्यको प्रचारलाई हामी सुन्छौँ, परमेश्वरको राज्यको बारेमा हामी ध्यान दिन्छौँ भने हामीले शान्ति पाउँछौँ। त्यो शान्ति हाम्रो लागि आत्मिक संसारमा मिलापको जुत्ता बनिदिन्छ। म त तपाईँलाई भन्छु, दिनमा हामी कतिको खुसीको खबरहरू सुन्छौँ, कति हामीले परमेश्वरको राज्यको सुसमाचार सुन्छौँ र त्यो राज्यको सुसमाचारमा कति हामी मनन गर्छौँ र ध्यान दिन्छौँ। यसले नै प्रमाणित गर्छ र यसले नै निर्धारण गर्छ कि हामीले आत्मिक संसारमा कतिको आत्मिक हात हतियारको रूपमा विलापको सुसमाचारको जुत्ता लगाउँदैछौँ भनेर। युद्धको लागि यो सबै हात हतियार महत्त्वपूर्ण छ। यदि होइन भने परमेश्वरले यो कुराहरू हामीलाई दिनुहुन्थेन र पावलद्वारा यो कुरा हामीले पाउँथेनौँ। तर हरेक यो हात हतियार अथवा कवच हाम्रो लागि धेरै नै महत्त्वपूर्ण छ। त्यसैले म तपाईँलाई एन्करेज गर्नु चाहन्छु, धेरैभन्दा धेरै सुसन्देश सुन्नुहोला, जुन चाहिँ परमेश्वरको राज्य हो र परमेश्वरको अनुग्रहको प्रचार हो। फेरि प्रेरित 20:24 पनि यस्तो लेखिएको पाउँछौँ, तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ, यति मात्रै चाहन्छु कि परमेश्वरको अनुग्रहको सुसमाचारको गवाई दिनलाई मेरो दौड र प्रभु येशूमा मिलेको मेरो सेवकाई म पुरा गर्नु सकौँ। पावलबाट पनि यहाँ हामी कस्तो डेडिकेसन हामी पाउँछौँ कि परमेश्वरको अनुग्रहको सुसमाचारलाई प्रचार गर्ने कुरा जुन उनले एउटा सेवकाईको रूपमा जिम्मेवारको रूपमा पाएको कुरा गरिराख्नु भएको छ। त्यसो भए पावलले एन्टायर उहाँले आफ्नो पत्रहरू लेख्दाखेरि परमेश्वरको अनुग्रहको विषयमा धेरै नै लेखेको हामी पाउँछौँ। तपाईँले रोमीको किताब पढ्नुहोस्, त्यहाँ पनि परमेश्वरको अनुग्रहको विषयमा हामी पाउँछौँ। अरू पत्रहरू पनि पढ्नुभयो भने त्यहाँ बढी हामी परमेश्वरको अनुग्रहको विषयमा पाउँछौँ। र यो सत्य अनुग्रहको विषयमा जति हामी सुन्छौँ र यसमा हामी ध्यान दिन्छौँ, त्यति नै हामीले आत्मिक संसारमा मिलापको सुसमाचारको जुत्ता लगाइरहेको हुन्छौँ। र अर्को आत्मिक हात हतियारको रूपमा परमेश्वरले हामीलाई दिनुभएको छ, जसलाई भनिन्छ द सिल्ड अफ फेथ, विश्वासको ढाल। अब यो विश्वासको ढाललाई हामी कसरी उठाउने? विश्वास हाम्रो लागि सार हुनुपर्छ। यदि विश्वास हामीमा छ र विश्वासमा हामी बढ्दैछौँ भने त्यो नै हाम्रो आत्मिक संसारमा हाम्रो लागि आत्माको ढाल बनिदिन्छ। तर त्योभन्दा अगाडि हामीले यो जान्नुपर्छ, विश्वास दुईवटा तरिकाले हामी पाउन सक्छौँ। पहिलो तरिका, परमेश्वरले पवित्र आत्माद्वारा हामीलाई सित्तैमा वरदान स्वरूप दिनुहुन्छ, त्यसलाई विश्वासको वरदान भनिन्छ, जसको बारेमा पहिलो कोरिन्थी 12:9 लेखिएको छ, कसैलाई उनै पवित्र आत्माद्वारा विश्वास गर्ने, कसैलाई उनै पवित्र आत्माद्वारा रोक्नीको पार्ने वरदानहरू दिएको छ। 9वटा वरदानमा एउटा वरदानै विश्वास गर्ने वरदान हो। अनि यो वरदान परमेश्वर आफैले नै दिनुहुन्छ। र जब यो विश्वास हामीमा आउँछ, त्यो हाम्रो लागि आत्माको विश्वासको ढाल बनिदिन्छ। त्यसै गरी अर्को तरिकाबाट हामी विश्वास पाउन सक्छौँ। त्यसको विषयमा रोमी 10:17 लेखिएको छ, जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रिस्टको प्रचारबाट आउँछ। हाम्रो जीवनमा सबैभन्दा बढी हामीले विश्वास आउने जुन चाहिँ आदर छ, ख्रिस्टको प्रचार हामीले धेरै सुन्नुपर्छ। तपाईँ हप्तामा एकचोटि मात्र सुन्नुहोस्, तपाईँसँग पर्याप्त विश्वास पनि हुँदैन। तर जति तपाईँले हप्तामा बार ख्रिस्टको प्रचार सुनिराख्नुहुन्छ युट्युब मार्फत अथवा अडियो बाइबल, अरू तपाईँ आफै नै उहाँको वचनलाई हेरेर पढ्नुहुन्छ र त्यो विषयमा तपाईँ मनन गर्नुहुन्छ भने तपाईँमा विश्वास आइरहेको हुन्छ र त्यो विश्वास तपाईँको लागि आत्मामा विश्वासको ढाल बनिदिन्छ। र जब हामी त्यो विश्वासको ढाललाई बलियो बनाउँछौँ र त्यो विश्वासको ढाललाई हामी उठाउँछौँ, शत्रुले जब प्रहार गर्छ हाम्रो जीवनमा, हामीले त्यो विश्वासको ढाललाई प्रयोग गरेर त्यो सबै प्रहारलाई हामी निभाउन सक्छौँ।
र अर्को आत्मिक हात हतियारको रूपमा परमेश्वरले हामीलाई दिनुभएको छ, जसलाई द हेलमेट अफ साल्भेसन भनिन्छ, उद्धारको टोप। यो कवचलाई हामी कसरी लगाउने? यसको लागि जति हामीले आफैलाई पापी होइन तर ख्रिस्टमा परमेश्वरको प्रिय छोरा छोरीको रूपमा हामी देख्छौँ र यो कुरालाई हामी बुझ्छौँ र यो कुरामा हामी अडान लिन्छौँ भने त्यो नै हाम्रो लागि मुक्तिको टोप बनिदिन्छ। रोमी 8:15ले भन्छ, किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएको छैनौ, तर तिमीहरूले त धर्मपुत्र हुने आत्मा पाएको छौ। यसैले जब हामी परमेश्वरलाई अब्बा पिता भनी पुकार्छौँ, ख्रिस्टबाट हामीले पाएको सबैभन्दा अमेजिङ पोजिसन नै के हो भने एज अ सनसिप, परमेश्वरको छोराछोरी हुने अधिकार। जब हामी उहाँलाई अब्बा पिता भनी पुकार्छौँ, यसले यो प्रमाण गर्छ कि हामीले उहाँलाई हाम्रो अब्बाको रूपमा हामीले देखेको छौँ र हामीले यो भनिरहेको छौँ कि तपाईँले हाम्रो उद्धार गर्नुभएको छ। हामीलाई दासको आत्मा होइन तर तपाईँले पुत्रको आत्मा दिनुभएको छ। तपाईँले हामीलाई पापमा नै छोड्नु भएको छैन तर तपाईँले हामीलाई उद्धार गर्नुभएको छ। पापको दलदलबाट तपाईँले हामीलाई निकाल्नु भएको छ भनेर। र यो उद्धार पनि हामीले कमाएको होइन, यो पनि प्रभु येशूले नै हाम्रो लागि कमाइदिनु भएको कुरा हो। एफिसी 2:8-9 यस्तो लेखिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएको छौ। यो अनुग्रह कसको अनुग्रह? यो प्रभु येशूको अनुग्रह हो। अनि विश्वासद्वारा तिमीहरूले उद्धार पाएको छौ। यो विश्वास पनि कि त परमेश्वरले हामीलाई दिनुभएको वरदानको विश्वास हो या त हामीले सुनेर पाएको यो विश्वास हो। तर हामीले यो कुनै पनि कुरामा गर्व गर्नु मिल्दैन, किनभने यहाँ भन्छ यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन। यसको मतलब हामीले कमाएको होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। उद्धार पाएको विषयमा हामी कहिले पनि घमण्ड गर्नु सक्दैनौँ, तर हामी नम्रतामा भएर प्रभु येशूमा हामी आफैले जब परमेश्वरको एउटा पुत्रको रूपमा हामी आफूलाई देख्छौँ र यो सत्यतामा हामी खडा हुन्छौँ र सधैँ नै हामी परमेश्वरलाई धन्यवाद दिँदै यसमा जिउँछौँ भने यो हाम्रो लागि आत्मिक संसारमा शक्तिशाली कवचको रूपमा उद्धारको टोप बनिदिन्छ। अन्तिम हतियार जुन परमेश्वरले हामीलाई दिनुभएको छ त्यो द स्वord अफ द स्पिरिट, द वर्ड अफ गड, आत्माको तरवार जुन चाहिँ परमेश्वरको वचन हो। अहिलेसम्म तपाईँ र मैले जतिवटा हात हतियारको विषयमा हेऱ्यौँ, म यसलाई कवच भन्नु रुचाउँछु। त्यसमा विश्वासको ढाल फाल्टो हो, तर यो सबै कुराहरू हाम्रो लागि डिफेन्सको लागि थियो। तर अब फाइनली हामीले त्यो हतियार पाएको छौँ जुन हतियार चाहिँ हामी हाम्रो शत्रुलाई हराउनुको लागि, नाश गर्नुको लागि र मार्नुको लागि हामी चलाउन सक्छौँ, जसलाई आत्माको तरवार भनिन्छ, जुन चाहिँ परमेश्वरको वचन हो। कलोसी 3:16 लेखिएको छ, ख्रिस्टको वचन तिमीहरूमा प्रशस्तसँग बास गरोस्। आत्मिक तरवार बोक्नुको लागि पहिले हामीले हाम्रो हृदयमा परमेश्वरको वचनलाई धेरै स्टोर गर्नुपर्छ। तपाईँले आफैले आफूलाई जाँच्नुहोस्, तपाईँको हृदयमा परमेश्वरको वचन कतिको छ। तपाईँले परमेश्वरको वचन यदि हरेक सिचुएसनमा निकाल्नु सक्नुहुन्छ, हरेक परिस्थितिमा तपाईँले परमेश्वरको वचनलाई बोल्नु सक्नुहुन्छ भने यसले प्रमाणित गर्छ कि तपाईँको हृदयमा परमेश्वरको वचन प्रशस्त रूपमा छ र त्यो नै हाम्रो लागि आत्मिक तरवार हो। तर दुःखको कुरा, जब हामीसँग परमेश्वरको वचन पर्याप्त हुँदैन हाम्रो हृदयमा, जब हामीले युद्ध लड्नु पर्दाखेरि त्यति बेला शत्रुले हामीलाई हमला गरिराख्छ, हामी जस्ट डिफेन्स मात्रै हामी गरेर बस्छौँ। तर यो युद्धलाई सिद्ध्याउनु छ भने हामीले अवश्य फाइट ब्याक गर्नै पर्छ। हामीले आत्माको तरवारलाई चलाउनै पर्छ, जुन चाहिँ परमेश्वरको वचन हो। हिब्रू 4:12ले पनि भन्छ, किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ र कुनै पनि दुई धारे तरवार भन्दा बढी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसको जोड्नी र हाडको गुदीसम्मलाई भाग भाग पारुन्जेल वार पार छेड्ने र हृदयको विचार र इच्छा जाँच्न सक्ने हुन्छ। वास्तवमा प्राण नै हाम्रो लागि एउटा युद्धभूमि जस्तै हो, किनभने यो प्राणमा मन, भावना र इच्छाहरू पर्छ र यो तीनै कुराहरू परमेश्वरको विरोधमा पनि आउन सक्छ तर परमेश्वरको पक्षमा पनि हुनसक्छ। तर यो कुरालाई छुट्याउनु सक्ने सामर्थ्य चाहिँ परमेश्वरको वचनमा मात्रै छ। त्यसो भए यदि परमेश्वरको वचन हाम्रो हृदयमा पर्याप्त छ भने हामीलाई थाहा हुनसक्छ यो सोच परमेश्वरबाट होइन, यो विचार परमेश्वरबाट होइन, यो भावना परमेश्वरबाट होइन र यो चाहना पनि परमेश्वरबाट होइन भनेर।
तर यदि हामीमा परमेश्वरको वचन पर्याप्त छैन भने हाम्रो लागि दुःखको कुरा हुन्छ, किनभने शैतानले जब हाम्रो प्राणमा नेगेटिभ कुरा हालिदिन्छ, परमेश्वरको वचनको विरुद्धमा जब कुराहरू हालिदिन्छ, हामी छुट्याउनु सक्दैनौँ। त्यही कुरालाई हामी पालेर हिँड्छौँ र अन्त्यमा त्यही कुराले हामीलाई मारिदिन्छ, हामीलाई हराइदिन्छ। यसैले नै परमेश्वरले हामीलाई दिनुभएको अर्को शक्तिशाली हतियारको रूपमा परमेश्वरको वचन हो, जसलाई हामी आज लोगोसको रूपमा बाइबलमा हामी स्पष्ट पाउँछौँ। लेखिएको वचनहरू, जहाँ परमेश्वरले बोल्नु भएको वचनहरू छ, पवित्र आत्माद्वारा प्रकाशमा बोलिएको वचनहरू छ, त्यो जति हामी हाम्रो हृदयमा स्टोर गर्छौँ त्यो हाम्रो लागि आत्माको तरवार बनिन्छ। तर अर्को वचन परमेश्वरले हामीलाई डिरेक्टली हाम्रो सिचुएसनमा बोल्नुहुन्छ, त्यसलाई रेमा वचन बनिन्छ। अनि त्यो रेयर हुन्छ, परमेश्वरले हामीलाई कहिले कहिले मात्र बोल्नुहुन्छ। तर हामीसँग दुईटै अप्सन छ, रेमा वचन, लोगोस वचन। तर यो वचनमा जति हामी रिच हुन्छौँ र यो प्रशस्त गरी हाम्रो हृदयमा रहन्छ, त्यति नै हामी आत्मिक तरवारलाई हामी शक्तिशाली रूपमा चलाउन सक्छौँ। वास्तवमा परमेश्वरले हाम्रो शरीरमा एउटा शक्तिशाली हतियारको रूपमा राखिदिनु भएको अङ्ग नै जिब्रो हो। जब हामी जिब्रोलाई चलाएर शब्दहरू उच्चारण गर्छौँ, त्यो हरेक शब्द दुई धारे तरवार जस्तै हुन्छ। जब हामी परमेश्वरको वचन बोल्छौँ त्यसले राम्रो काम गर्छ। तर हामी जब मनमा जे आयो, नराम्रो शब्दहरू, शैतानले हालिदिएको विचारहरूलाई हामी बोल्नु थाल्यो भने फेरि त्यसले हाम्रो आफ्नै जीवनलाई पनि नाश गर्नु सक्छ र अरूको जीवनलाई पनि हामी नाश गर्नु सक्छौँ। यसैले हामी केयरफुली भएर यो कुरालाई हामीले चलाउनु पर्छ। मलाई यो उदाहरण मनपर्छ। एउटा स्पोन्जलाई तपाईँले पानीमा डुबाउनु भयो भने त्यो स्पोन्जलाई तपाईँले जताबाट दबाए पनि पानी नै निस्किन्छ। त्यसरी नै जब हामीले परमेश्वरको वचन पर्याप्त रूपमा हाम्रो हृदयमा राख्छौँ, जुनै परिस्थितिमा पनि राइट रेलेभेन्ट त्यो परिस्थितिसँग मिल्ने र त्यसलाई हराउने वचनहरू हाम्रो मुखबाट निस्किन्छ। र जब हाम्रो मुखबाट दुई धारे तरवार जस्तो उहाँको वचनको शब्दहरू निस्किन्छ, तब त्यो परिस्थितिहरूमा हामी विजय प्राप्त गर्न सक्छौँ। प्रकाश 1:16 पनि लेखिएको छ, उहाँको दाहिने बाहुलीले 7वटा ताराहरू पक्रिरहेको थियो र उहाँको मुखबाट धारिलो दुई धारे तरवार निस्केको थियो। जब योहन्नाले पत्मसको टापुमा हुँदाखेरि स्वर्गीयबाट दर्शन पाउनुहुन्छ र त्यो दर्शनमा उहाँले प्रभु येशूको अवतारलाई देख्नुहुन्छ। र जब प्रभु येशूको शिरदेखि पाउसम्म हेर्दै जाँदा जब उहाँले उहाँको मुखलाई देख्नुहुन्छ, उहाँको मुखबाट दुई धारे तरवार निस्केको देख्नुहुन्छ। यसको अर्थ जब हाम्रो परमेश्वरले बोल्नुहुन्छ, उहाँको मुखबाट सधैँ नै शक्तिशाली दुई धारे तरवारको रूपमा त्यो वचनहरू निस्किरहेको हुन्छ। त्यसले हाम्रो परिस्थितिलाई जित्नु सक्छ, हाम्रो खराब दिनलाई नाश गर्नु सक्छ र हामी विजयमा अगाडि बढ्न सक्छौँ। अनि त्यही शक्ति परमेश्वरले हामीलाई पनि दिनुभएको छ। उहाँको वचन जब हामी मुखबाट निकाल्छौँ, दुई धारे तरवार हाम्रो मुखबाट पनि निस्किन्छ। तर यो शब्द हामीले कस्तो निकाल्ने? परमेश्वरको वचन या हाम्रो मनमा आएको जस्तो पाए त्यस्तै शब्दहरू हामीले विचार गरेर बोल्नुपर्छ। जब हामी बोल्छौँ, हामीले प्राय समाधानको कुरा, जीवनको कुरा, वृद्धि ल्याउने कुरा, निको पार्ने कुरा, समृद्धि ल्याउने कुरा, उत्साहित गर्ने कुरा, करेक्सन गर्ने कुरा, हप्की दिने, जुन हप्कीले अरूलाई सुधार्छ, यो तरिकाको जब हामी शब्दहरू मात्र बोल्छौँ भने हामीले बोलेको शब्द दुई धारे तरवारले जस्तो काम गरिरहेको हुन्छ। तर त्यसको लागि पहिले हामीलाई उहाँको वचन पर्याप्त रूपमा हाम्रो हृदयमा हुनु जरुरी छ। जब हुन्छ त्यो नै हाम्रो आत्माको शक्तिशाली तरवार बनिदिन्छ। अन्त्यमा म तपाईँलाई यही नै भन्नु चाहन्छु कि यो आत्मिक युद्ध जुन युद्धमा हामी उभिएको छौँ, यो युद्ध हामी लड्दै आइरहेको छौँ, यो युद्ध जित्नुको लागि हामीलाई यो हात हतियार चाहिन्छ। यो हात हतियार यदि तपाईँले जान्नु भएको छैन कसरी लगाउने र कसरी बोक्ने, म विश्वास गर्छु आजको सिरिजले तपाईँलाई स्पष्ट गरेको छ भनेर। यदि यसले तपाईँलाई सहायता गरेको छ भने यो भिडियो तपाईँले सेयर गरिदिनु होला अरूलाई, र तपाईँ नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। म फेरि तेस्रो सिरिज लिएर तपाईँको अगाडि आउनेछु। तबसम्म प्रभु येशूको अनुग्रह र उहाँको शान्ति तपाईँहरूको जीवनमा रहिरहेको होस्।